ये तो बड़ा ये कि बड़ा है ना ये बड़ा काट्ने विवाद हैन कि काट्न त पाउनु पर्दो रहेछ नि पर्दो रहेछ नि पाइने रहेछ नि त्यही देखे नि नसोधी काटेमा पाइन्छ बलाडा मारेका पाइने रहेछ सही सलामतमा जानले नपाइने रहेछ यति हो क्या प्रश्न यही हो म काट्छु अब काट्छु यति बहस भएपछि त अहिलेसम्मले बलाड्याम अरिन अब म काट्छु यत्रो मासमा बोलेको छु नि मैले उस्दिन मैले मात्र काटेका मेरो एकलौटी हुन्थ्यो मेरो बलाड्याम हुन्थ्यो मैले त मासमा भनेको छु त सरसफाई गरेर मानेर होला है घाँसमा हाम्रो शिवशक्ति सामुदायिक वन उपभोक्ता समितिको आज माघको कति आज 23-24 होइन आज 24 गते हिजो 23 र आज 24 गते हजुर हजुर यो वन सरसफाई गर्ने कार्यक्रम हैन अन्तर्गत वन गोडमेल गर्ने कार्यक्रम भइसकेको छ र सँगसँगै त्यो गोडमेल गर्ने क्रममा चाहिँ निस्केको घाँसहरू चाहिँ अब यहाँ उपभोक्ता समितिलाई भाग लाउने काम भइरहेको छ समितिका अध्यक्ष उहाँ पर हुनुहुन्छ चेतप्रसाद बास्तोलाज्यू अनि अन्य हाम्रो सम्पूर्ण सदस्यहरू यहाँ उपस्थित हुनुहुन्छ आज टोटल 24 जना उपभोक्ता समितिका सदस्यहरूको उपस्थिति यहाँ रहेको छ एकजना मात्रै अनुपस्थित हुनुहुन्छ विशेष कारणले गर्दाखेरि सौरभ बाबु अब पछि मेमोरी हो अब उता गएपछि तिमीले यहाँ बनाएर घाँस काट्छु भन्न पाउन्न त्यही त नि ल अनि भाउजू अनि वनबाट जस दाउरा पनि यो वर्षको लागि लगियो ढुक्क हुनुहुन्छ होइन अब एक वर्षलाई दाउरा ढुक्क भए अब यो काम गर्न आएको बेलामा हाम्रो यही हो नेचुरल हाम्रो ड्रेसअप भने यही हो गाउँले जीवन हो हातमा चोया छ ल फाल्नुहोस् पानी मलाई फाल्नुहोस् त ल फाल्नुहोस् ओ साथीहरू यही खाएर आज हाम्रो समितिका सदस्यहरू काम गर्नुभएको छ पानी आमालाले पेट भर्नु भएको छ उहाँहरूले हेर्नुहोस् यहीँ घाँस बाँध्नलाई लहर खोजेर हाम्रो यही दाई एकदमै मेहनत दाई हुनुहुन्छ अब के को लहर त यसलाई पुरानीको लहर